अहिले चाहिँ म यो तिलिजो साइडको बाटोमा छु। यो जुन ओह्रालो झरिरहेको छु त्यो चाहिँ सिउरी खर्काको ओह्रालो हो। तपाईँहरू तिलिजो बेस क्याम्प जान लागि यही उकालो चढेर जाने हो। अनि म चाहिँ अहिले मनाङतर्फ लाग्दैछु। मनाङ अनि ऊ पर देखेको गाउँ चाहिँ खाङसर हो कि आई विल सो यु है। त्यहाँ एउटा सायद गाउँ देख्नुभयो होला तपाईँले, त्यो चाहिँ खाङसर हो। अनि यहाँबाट सिरी खर्का चाहिँ यस्तो टाढा छैन कि अब यही एउटा डाँडा कटेपछि आउने हो। ओह्रालो झर्दाखेरि त सजिलै हो, तर के अरे उकालो चढ्दाखेरि चाहिँ अलिकति फ्याँ पर्ने बाटो नै यही हो कि, बुझ्नुभयो नि, यही बाटोहरू हो नि। यदि तपाईँहरू तिलिजो ट्रेकमा आउँदै हुनुहुन्छ भने होटेल इन्फर्मेसन्स अथवा होइन लन्च कहाँ खाँदा बेटर हुन्छ इन्फर्महरू चाहियो भने प्लिज, के अरे मैले हिजो नै अस्ति नै मेरो युट्युब च्यानलमा एउटा हालिसकेको छु, फ्रेन्ड जोन रेस्टुरेन्ट भनेर एउटा हालेको थिएँ है। तपाईँले कतिजनाले हेर्नुभयो कतिजनाले हेर्नु भएन, त्यो मलाई केही थाहा भएन। सो प्लिज हेरिदिनु होला। म भर्खरै स्टार्टिङ गरेको हो है। सब्सक्राइब पनि त्यस्तो हुन्छ नि वाइल स्याल छैन मेरो। भर्खर सब्सक्राइब भनेको 19-20 जना छ होला। सो आई थिङ्क तपाईँहरूले नि मलाई सब्सक्राइब गरेर लाइक गरेर इन्फर्मेसन्सहरू लिन सक्नुहुन्छ। यहाँदेखि थोरङला पाससम्मको लागि अथवा मुक्तिनाथसम्मको लागि इन्फर्मेसन तपाईँहरूले मलाई लिन सक्नुहुन्छ। तिलिजो ट्रेकदेखि लिएर एनदर पार्ट अफ थोरङलाको पनि इन्फर्मेसन्सहरू मलाई लिन सक्नुहुन्छ है। मेरो भ्युज त राम्रो गइरहेछ, दिनको 1K 2K चढिरहेको छ है। त्यसको हिसाबले तपाईँहरूले नि माया गरिदिनु पऱ्यो मलाई होइन। मैले नि तपाईँहरूलाई दिन सक्ने इन्फर्मेसन्सहरू दिनेछु। अनि त्यही भन्दैमा अनि यदि तपाईँलाई तिलिजो ट्रेक आउँदै हुनुहुन्छ, तपाईँहरूलाई कहाँ बस्दा ठिक हुन्छ कहाँ खाँदा ठिक हुन्छ इन्फर्मेसन चाहियो भने सो म नम्बर पनि छोडिदिन्छु तपाईँहरूलाई है। त्यो नम्बर हेर्नुहोस् अनि सो कन्ट्याक्ट गरिदिनुहोस् अनि र प्लिज आइदिनुहोस् है। वेलकम टु मनाङ। जहिले नि मनाङले तपाईँहरूलाई स्वागत गर्दछौँ होइन। त्यही भन्दै अनि हुन्छ नि अब रातको टाइम भइसक्यो है। अब लगभग बेलुकाको 6 जान्जुन भइसक्यो है। म पनि आफ्नो दमदार हिँडाइमा ओके गर्दै हिँड्दैछु म पनि है। त्यो तल देखेको गुम्बाको नाम चाहिँ तरे गुम्बा हो। हाम्रो यो स्थानीय भाषाले भन्छ यसलाई चाहिँ ओके, यसलाई चाहिँ तरे गुम्बा भनिन्छ। अनि यहाँ तल अलिकति फ्ल्याट भएको ठाउँ छ नि त्यसलाई चाहिँ खाङसर भनिन्छ है। ल त साथी हो, अब भेटौँ एनदर भ्लगमा है त।